यस कार्यक्रमको सभापति मेरो विशेष गरेर मेन्टर हाम्रो अभिभावक अशोक पालिके दाई, चीफ गेस्ट नवराज सर, distinguished guests, respected teachers, and my dear handsome and beautiful students. Good afternoon. एउटा गीतबाट म सुरु गर्न चाहन्छु। एउटा रिसर्च भएको थियो। अहिले मोस्ट अफ द स्टुडेन्ट्स युवाहरूको लाइफ वर्ल्डवाइड, नेपालमा मात्रै होइन, अहिले स्पेसली डेभलपिङ कन्ट्रीमा उनीहरूको लाइफ कस्तो छ भनेर एउटा स्टडी गरेछ। स्टडी गर्दाखेरि मोर देन 80% स्टुडेन्टको लाइफ, यङहरूको लाइफ के छ भन्दाखेरि लिभिङ अफ लाइफ, खायो पियो, एउटा मोटरसाइकल चलायो होइन, एउटा नोकरी गर्यो, 10 to 5 बिहा गर्यो, छोराछोरीलाई यसो हेऱ्यो, जिन्दगी लिभिङ अफ लाइफ। 15 to 16, 17 मात्रै छ जसले आफ्नो सपना पुरा गरेछ। बेस्ट घर छैन, बङ्गलामा बस्छ, गाडी चलाउँछ, देश विदेश घुम्छ, एउटा ठाउँमा उसको डिनर हुन्छ, अर्को ठाउँमा उसको खालि स्टे हुन्छ। आफ्नो सपना परिवारलाई दुनियाँमा चाहेको हरेक कुरा दिन सक्छ। मेकिङ अफ लाइफले 15-20 जना मात्रै छ। यो किन भयो होला भनेर चाहिँ एउटा रिसर्च भन्छ। हामी त रिसर्चको स्टुडेन्ट, किन यस्तो भयो? युवाहरू, सबै युवाहरू इनोभेसन हुन्छ, कुनै शक्ति हुन्छ। पछाडिको भाइ बहिनीहरू है, एकछिन सुन्नुहोस्, तपाईँहरू यति टाढा टाढाबाट यहाँ मात्र एउटा क्विज गर्न, आज पानी पनि एकदम भयङ्कर पर्ने भनेर आयो, नोटिस पनि आयो, घरबाट ननिस्किनुहोस्, तर पनि तपाईँहरू घरबाट निस्केर यहाँ किन आउनुभयो? मात्र क्विज र पोखरा घुम्न होइन, होइन? तपाईँ यहाँ आउनुभएको छ कुनै मकसदले, एमले, त्यो म अहिले भन्न चाहन्छु। किन यस्तो भयो भन्दाखेरि एउटा कारण के पायो, म एउटा त्यो कारण एउटा गीतले भन्छु। तपाईँहरू त्यो कुन फिल्म हो भनेर पढाउनु होला। एउटा गीत हाम्रो जमाना गीत हो, तर त्यो गीत अहिलेसम्म युवाहरूमा धेरै पपुलर छ। त्यो गीत हो भने कल क्या होगा किसको पता, अभी जिंदगी का तू ले ले मजा, खाएंगे पिएंगे मौज करेंगे और क्या, ये जवानी नहीं आएगा दोबारा। कुन फिल्मको होला गीत? जवानी दिवानी। तिमीहरू जन्मेको थिएन होला धेरै, अर्थात्। तर आज पनि किन पपुलर छ भने मोस्ट अफ द जवानी यङ पिपुलहरूमा यही कुरा छ। यो माइन्डसेट, अहिले म्यामले भन्नुभयो, यो माइन्डसेट सबैभन्दा ठुलो हाम्रो दुश्मन हो ग्रोथ। त्यसले गर्दा युवाहरू के गर्छन् भन्दाखेरि पैसा आज जे छ, जति आज त्यसैमा रमाएको छ र उनीहरूको लाइफ सर्ट 2 वर्ष, 5 वर्ष, 10 वर्ष मजा गर्छ, जिन्दगीभर दुःख गर्छ। त्यसैले लाइफ दुईवटा हुन्छ, एउटा सर्ट टर्म गेम, लङ टर्म पेन। अहिले 2, 4, 5 वर्ष हाम्रो जवानीमा खुब मजा गर्ने, तर जिन्दगीभर एउटा सामान्य मान्छे भएर बस्ने लाइफ इज पेन। तर मोस्ट अफ द अर्को मान्छेको जीवन के छ? सर्ट टर्म गेम, पेन। अहिले 5-6 वर्ष धेरै मेहनत गर्छ, दुःख गर्छ, तर लङ टर्म गेम। हामी जस्तो अहिले दाइले पनि यहाँ बसेकाहरू जस्तो हामी आज गेम गरेको छौँ। किन भन्दाखेरि त्यो गीत माइन्डसेटलाई चेन्ज गर्नु। हामी सबैलाई थाहा छ कल क्या होगा, एउटा इङ्ग्लिसमा भनाइ छ, पास्ट इज पास्ट, फ्युचर इज अनसर्टेन, प्रेजेंट इज वेरी इम्पोर्टेंट। सो खाएंगे पिएंगे मौज का, कल किसले देखा? यो सेट माइन्ड सेटले हाम्रो युवाहरू पैसा बचाउने भन्ने छैन, कमाउने भन्ने छैन,
बुवा आमाको पैसा हाम्रो मधेसतिर त युवाहरूलाई सप्लाईहरू छ कहाँबाट पुरा गर्छ भने दहेज दिन्छु सर दहेजमा आइहाल्छ नि पढ्नुपर्छ भन्छ। हाम्रो छोराछोरी के भन्छ बुवा आमाले कमाएर दिएको छ नि तपाईँ त हाम्रो जन्म आएपछि त हामीलाई दिनु पर्दैन। बुवा आमाले देला 2 वर्ष 4 वर्ष त्यसपछिको जीवन जब आफ्नो टाउकोमा आउँछ अनि हेर्नुहोस् आफ्नो यत्रो राम्रो देश घर परिवार छोडेर हामी भरिया भएर पैसा कमाउन हामी बाहिर जान्छौँ। त्यसकारण मलाई लाग्छ त्यो कसरी हुन सक्छ व्यक्तिगत हाम्रो सपना कसरी पुरा गर्न सक्छ भन्दाखेरि त्यो हो एउटै कुरा हो सपना पुरा गर्नको लागि पैसा चाहिन्छ। पैसा बिना हामी त भन्छौँ नि वी आर द इकोनोमिकल ह्युमन पिपुल्स हामी एउटा आर्थिक प्राणी हौ। कसैले मलाई भन्छ पैसा चाहिँदैन भनेर त्यो भन्दा भ्रष्ट मान्छे कोही हुन सक्दैन। अहिले हाम्रो देशमा अभियान चलेछ भ्रष्टाचार नेताहरू भ्रष्ट भयो नेताहरू मात्र होला पत्रकार पनि भ्रष्ट भयो टिचर पनि सबै चिज भ्रष्ट भयो। किन भ्रष्ट भएछ भने कसलाई पैसा चाहिँदैन नेता भएपछि कामै गर्नु पर्दैन अनि चुनावमा पनि करोडौँ खर्च गर्नुपर्छ अनि कहाँबाट जित्छ पैसा नहुने अनि उसले त भ्रष्ट गरेर पैसा गर्छ नि होइन। तपाईँले हेर्नुहोस् पत्रकारहरू हेर्नुहोस् लेखेर उसलाई पनि पैसा चाहिन्छ छोराछोरीले पत्रकार भएपछि पेट पर्दैन भन्छ अनि उसले चाहिँ के छ कुनै मान्छे चाहियो त चाहियो लेख्यो पैसा कमायो। जोगीले पनि हिजो आज हाम्रो कुनै ग्रह दशा छ भने पैसा नदिनुहोस् हाम्रो ग्रह दशालाई उसले पुजै गर्दैन। त जो मान्छेले पैसा चाहिँदैन भन्छ त्यो मान्छे यो दुनियाँको सबैभन्दा मूर्ख मान्छे। त्यो पण्डितलाई पनि चाहिन्छ राजालाई पनि चाहिन्छ रङलाई पनि चाहिन्छ। तर प्रश्न आउँछ त्यो पैसा कहाँबाट ल्याउने त पैसा 3 किसिमले आउँछ। एउटा मागेर दे भाइ दे त्यो माग्ने मान्छे कहिले के हुन सक्दैन समृद्ध हुन सक्दैन। नेपाल किन गरिब भयो भने मलाई त्यही लाग्छ कि नेपाल त हामीले पढ्छ नि युएनको रिपोर्ट छ संसारमै एउटा धनी देश हो नि पानीले पर्यटनले वनले मान्छेले होइन संस्कृतिले सबै चिजले नेपाल संसारकै धनी मान्छे। तर गरिब किन भयो भन्दाखेरि नेपालको नेताहरूले पहिला आउनेले के गर्छ थाहा छैन पहिलोले के गर्छ भने मागेर खायो। रोड एउटा बिग्रियो ठुलो दाइ इन्डिया दिदे भन्ने होइन अलिकति ठुलो काम सभाघर बनाउनु पर्यो अङ्कल अमेरिका देऊ भन्ने मागेर हाम्रो देश संसारको सबैभन्दा गरिब। इजरायल हेर्नुहोस् साउथ कोरिया हेर्नुहोस् सिङ्गापुर हेर्नुहोस् हामीभन्दा गरिब देश हो तर त्यहाँका युवाहरूले पसिना बगायो आज संसारकै धनी देश भएको छ। मागेर कहिले पनि सफल हुँदैन। त्यसकारण म युवाहरूलाई भन्छु मागेर होइन कमाएर गर्नु। दोस्रो कसरी आउँछ भने क्विक मनी इजी मनी क्विक मनी। सबैभन्दा सजिलो के छ भने इजी मनी क्विक ब्ल्याक मार्केटिङ करप्सन किडन्यापिङ होइन गर्नुहोस् अनि पैसा आजको 2 गाजा बेच्नुहोस् ड्रिङ बेच्नुहोस् ड्रग बेच्नुहोस् इलिगल काम गर्नुहोस् होइन देश बेच्नुहोस् समाज बेच्नुहोस् योजना बेच्नुहोस्। तर संसारमा करप्ट गरेर कोही मान्छे पनि अरबपति खरबपति भएको छैन। 1 दिन जेलको कोठामा बस्नुपर्छ वा लुकेर बस्छ। तेस्रो कुरा कहाँबाट आउँछ भन्दाखेरि कमाएर होइन। हामी इन्टरप्रेन्योर विदेशको स्टुडेन्ट हो पहिलो के भन्छ भने त्यो मान्छेले मात्रै पैसा कमाएर सबभन्दा उत्तम के हो कमाएर भनेको आफ्नो सिप आफ्नो कला आफ्नो सेवा बेचेर अनि होइन हामीले कसैले खानेको पैसा उठाएर कमाउने हो। कमाउने भनेको के हो त भन्ने अब प्रश्नहरू आउँछ। बडो सिम्पल कमाउने भनेको कुरा के हो भने पैसा उमार्ने हो र सिड मनी भन्छ नि कुनै पनि तपाईँ आमको रुख हेर्नुहोस् हामी तपाईँ धान चामल केही पनि उब्जाउन गरेर पहिला बिउ चाहिन्छ नि बिउ नभएर धान चामल आम फलफुल हुँदैन। त्यसकारण हामीले बिउ उब्जाउनु पर्यो। त्यसकारण पैसालाई पनि पैसाले पैसा कमाउनु पैसा भनेको सिड मनी हामीले कमाउनु पर्यो होइन। सिड मनी भन्नलाई हामीले मिहिनेत गर्नु पर्यो काम गर्नु पर्यो
तर त्यो सिड मनीबाट यति आँप खाने फल एउटा तरी ठुलो फल गरेर हजारौँ आँप खानु छ भने अनि त्यो सिडलाई हामी मल्टिप्लाई गरेर अनि एउटा वृक्षमा परिवर्तन गर्नु पर्यो। अब त्यस कारण त्यो सिड मनी हामीले कमाउने कसरी र त्यो सिड मनी कमाएर बनाएपछि खालि सिड मनी राखेर भएन, त्यसलाई परिचालन गर्ने कसरी त्यो कुरा गर्नु पर्यो। अब पैसालाई कसरी परिचालन गर्नु, मलाई लाग्छ यो पालिको थिम स्मार्ट मनी टक भनेको त्यही होला। अब हामी पैसा के हो, पैसा किन चाहिन्छ, पैसा कसरी आउँछ, अनि त्यो पैसालाई मल्टिप्लाई कसरी गर्ने, त्यो पैसालाई अनि मल्टिप्लाई गरेर कमाएपछि हामी आफ्नो देश समाज परिवार आफूलाई कसरी एउटा मेकिङ अफ लाइफ जिउने, हामी पनि एउटा समृद्ध मान्छे भएर जिउने भनेर सोच्नु, त्यस सम्बन्धमा कुरा गर्नु, त्यस सम्बन्धमा हामी मिलेर काम गर्ने, मलाई लाग्छ यही यो कन्फरेन्सको उद्देश्य हो। म सानो अब कुरा लिन्छु, म आफ्नो कुरा सुनाएँ ताई। म आज यहाँ छु भाइस चान्सलर, म प्रोफेसर, म एउटा सानो स्कुल सरकारी स्कुलमा पढेको, ठाकुरा बौमुनी क्याम्पसमा पढेको, हिन्दी मिडियम इङ्ग्लिस मिडियममा पनि पढेको होइन, हिन्दी मिडियममा पढेको। मैले 36 वर्ष 6 दिन 7 महिना त्रिभुवन युनिभर्सिटीमा काम गरेर रिटायर भएँ। जुन बेला म 20 वर्ष काम गर्दै थिएँ अनि मैले के सोचेँ, यो नोकरीले मात्रै गरेपछि त हामी अघि जस्तो लिभिङ अफ लाइफ अब केही व्यापार गर्नु पर्यो। किन यत्रो वर्ष काम गरेर मैले एउटा कालो जुत्ता लगाउन पाएको थिएन, मैले एउटा मोटरसाइकल चलाउन सकेको थिएन, मेरो आमा बुवा त मैले उपचार गर्न नसकेरै म 11 क्लास पढ्दाखेरि मऱ्यो, मेरो दाइहरूलाई होइन मैले एउटा राम्रो उपचार गर्न सकेको थिएन। सायद मसँग पैसा भएको मेरो आमा बुवा अहिले पनि जिउँदो हुन्थ्यो। नोकरीले केही हुँदैन, यो पैसा म किन पैसा मसँग भएन भन्दाखेरि मलाई पनि गुरुहरूले यस्तै म बाटमा सिकेँ, पैसा आउँदैन बाबु, पैसालाई कमाउनु पर्छ। त्यो कमाउने भनेको के हो, नोकरीले हुँदैन, नोकरी जति ठुलो गरेर नोकरै हो, त्यसको लागि हामी उनीहरूले पैसालाई परिचालन गर्नु पर्छ। मेरा गुरुले मलाई सोध्यो, बाबु तँलाई हिसाब आउँछ, म्याथ आउँछ, ल 2 र 2 + 2 कति हुन्छ? मैले भने सर यति सजिलो के सोध्नुहुन्छ, गभर्मेन्ट स्कुलमा पढे पनि यति त मलाई पढेको छु नि, 2 र 2 + 2 4 हुन्छ। अनि त्यसपछि सोच्यो ल अब भन 2 र 2 कति हुन्छ? मैले भने 2 र 2 22 हुन्छ। 2 to 4 र 2 to 24 कति मल्टिप्लाई भयो? सिनर्जी, इनर्जी र सिनर्जी। त्यस कारण तेरो जीवन किन यस्तो भयो भन्दाखेरि त मेरो नोकरी खाएर 2 + 2 खालि नोकरीमा त्यही स्यालेरी खाएर बसेछ, भुत्रो तेरो लाइफ हुन्छ होइन, मल्टिप्लाई गर पैसा कमा। हो ठिकै लाग्यो मलाई। अनि मैले राखेँ म अब एउटा कलेज, किन म एउटा सहर पढाउने, मैले रक्सीको दोकानमा खोल्नु भएन, हाँसु बेच्नु भएन, मेरो बिरगन्जमा सेकुवाको चल्छ, सेकुवाको दोकान पनि खोल्नु भएन भने मैले अब एउटा कलेजै खोल्छु भनेर राखेँ। एउटा कलेज बिरगन्ज पब्लिक कलेज खोलेँ, जम्मा 4 लाख रुपियाँ। त्यो बेला पनि मलाई बिजनेस आइडिया थिएन, मसँग जम्मा 1.5-2 लाख रुपियाँ थियो कमाएको। 20-22 वर्ष कमाउँदाखेरि मसँग जम्मा 2-4 लाख मैले पुर्याउन सकेन। मेरो 4 जना मिलेर गर्छु भने 1-1 लाख, 3 जना साथीले त्यो पैसा पार्टनर दिएर, यो दिपक पहिला जस्तो म अलि हल्लप्पु थिएँ, तपाईँहरू जस्तो केटाहरू युवा यसले के चलाउँछ विश्वास गरेर हेर्नुहोस्। हाम्रो अन्त सर हुनुहुन्थ्यो, उहाँले दिन्छु 4 लाख त डिपोजिट गर्नुपर्ने, के गर्नु। भर्खर बिहा भएको थियो, मैले 10 तोला सुन, त्यो बेलामा 17,000 रुपियाँ सुन थियो। रमेश भट्टराई भन्ने हाम्रो चाहिँ अहिले महालक्ष्मीको पहिला थियो, अहिले उसले सेयरमा महालक्ष्मी सेयरमा पनि आएछ, अहिले नेक्सन के खोलेछ मेरो साथी। म त्यहाँ 10 तोला लिएर मलाई 1.5 लाख रुपियाँ दिएन यार भनेर गएपछि त्यसको मूल्याङ्कन उसले गर्यो 1,70,000, ब्याङ्कले मूल्याङ्कन गर्यो 1 लाख, मलाई दिन्छु भने 50-60 हजार। अब 50-60 हजारले त नपुग्ने, के गर्ने? अनि उसले मलाई चुने, ए यार यो मागेर योभन्दा बढी कोही दिँदैन, यसरी गर तैँले यो सुन बेचिदे। अब हेर्नुहोस्, भर्खर बिहा भएको मेरो श्रीमती, अनि श्रीमतीको गहना मसँग त थिएन, 10 तोला गहना। अब के गरौँ म? मेरो नैतिकताले मानेर भए म
म पनि खुद गर्छ केटा हुँ, श्रीमतीको गहना बेचेर म गर्ने बरु व्यापारै गर्दिनँ। अनि उसले मलाई सिकायो, यार यो सुन राखेर के हुन्छ, सुनको महत्त्व तब हुन्छ जब गहना बन्छ, हो कि होइन? त्यस्तै व्यापारमा सुनको महत्त्व केही हुँदैन जबसम्म त्यसको लगानी गर्दैन। अनि सुनको गरेर कमाए, त्यसपछि तेरो श्रीमतीलाई 10 तोला कि 20 तोला किन्दैन। भाँस दिने त पहिला ब्याङ्करले त्यस्तै दिन्छ, हेर्नुहोस्, डुब्छ त भन्दै भन्दैन हो। अब गएर मैले श्रीमतीलाई यो कुरा भने, मेरो श्रीमतीले सपोर्ट गर्यो, हो नि, ठिकै हो, गहना के छ हजुर बेचिदिनुहोस् भनेर मैले त्यो 10 तोला सुन, त्यो बेलामा 17,000। आज पनि मेरो श्रीमतीले हेर्छ, सुनको दाम 3,25,000 मलाई हेर्छ। म बुझ्छु उसको साइकोलोजी, होइन? 17,000 बेचे, 1,70,000 बेचे, आज त 17 तिहार 51 लाख भइसक्यो। उसलाई त्यो हुन्छ। तर मैले बेचेँ, मैले कलेज खोलेँ, सानो मेहनत गरेँ। तर हेर्नुहोस्, आज मेरो कलेज खोलेको 25 वर्ष भयो। 25 वर्षमा मेरो 50 करोडको त कलेज छ। मैले यहाँ हाइड्रो गरेको छु, कलेज काठमाडौँमा मैले गरेको छु, केही नभए 100 करोड मैले कमाएँ। र त्यो 100 करोडले मेरो श्रीमतीलाई 10 तोलादेखि अहिले मैले 100 तोला किनिदिएछु। हुन त आज पनि उसले हेर्छ 3 लाख तोला भन्छ, तर मैले उसलाई कम्तीमा 50 तोला, त्योभन्दा बढी नै होला, फेरि नभनु फेरि इन्कम ट्याक्सले हाल्ला, होइन? त्योभन्दा 10 गुणा मैले किनेर दिएँ। मैले यो कुरा किन, यो सही कुरा हो। आज मसँग 100 करोड होला, आज मसँग गाडी छ, बंगला छ, होइन छ। आज मेरो दाइ भएको भए, मेरो बुवा आमा भएको भए म थिएन होला। आज मेरो छोरालाई जे चाहिन्छ त्यो दिन्छु, आफूलाई जे चाहिन्छ त्यो गर्छु। कसरी भयो भन्दाखेरि, यस मनी टक। त्यो पैसा, त्यो साथीले, त्यो गुरुले मेरो दिमागमा माइन्ड सेट चेन्ज गर्थ्यो। म त गरिबको छोरा, पैसा छैन, मास्टर हुँ, कहाँबाट व्यापार गर्ने भनेको मेरो माइन्ड सेट त्यही ट्रेडिसनल थियो। तर मेरो त्यो दुःखले, मेरो सरहरूको कुराले त्यो माइन्ड सेटमा चेन्ज भयो। मलाई त्यो गुरुहरूले भन्थ्यो, ल अहिलेसम्म कतिजना संसारमा धनी छन्, चाहे बिल गेट्स होस्, चाहे अम्बानी होस्, चाहे विनोद चौधरी होस्, चाहे हाम्रो उपेन्द्र, चाहे शेष घले होस्, ल मेरो घरको भन्थ्यो बिर्जु मारवाडी होस्, हामी चिन्थ्यौँ। मेरो बुवाका को त्यसको इतिहास पढ भन्थ्यो, मैले इतिहास पढेँ। सबैजना लोटा लिएर आएको, कोही चाहिँ खान नपाएर कलेज छोडेको, सबैजना कोहीसँग पैसा थिएन। तर एउटा माइन्ड सेट जब उनीहरूले चेन्ज गर्यो, दुनियाँको सबैभन्दा धनी भन्नु भएको। यो हामी सबै विद्यार्थीले पढेको कुरा हो। त्यो त ठुलो कुरा भयो। सानो इक्जाम्पल म आफै भनिरहेको छु, लिभिङ इक्जाम्पल आई एम हियर इन फ्रन्ट अफ यु अल माई डियर यङ लिडर। सो हामीले बाहिर जानु परेन। आज मेरो भतिजोहरू अमेरिका छ, इङ्ल्यान्डमा छ, तर म घुमेर आएँ। म जहिले पनि बाहिर जान्छु, म जुन मैले कहिले बाहिर जान चाहेन, तर म आज वर्षमा एकचोटि जुन ठाउँ भन्छु संसारको त्यो ठाउँमा जान्छु, त्यहाँको युवाहरूसँग भेट्छु, हेर्छु, पढ्छु। बाइक तिनीहरूभन्दा तिमीहरू यहाँ बस्नेहरू 10 टाइम्स होइन, मोर देन 10 त यु आर भेरी ह्याप्पी एन्ड लकी। आमा बुवा पाएछौ, मेन्टली युवा फ्रेन्डसिप, होइन? तिमीले यस्तो माया पाएछौ, वातावरण पाएछौ। सिर्फ एउटै कुरा छ, चेन्ज योर माइन्ड सेट, होइन? हामीले आफ्नो माइन्ड सेट गर्नुहोस्, यस आई क्यान भन्नुहोस्, पैसालाई चिन्नुहोस्। त्यसैले मैले एकचोटि विनोद चौधरी भन्थ्यो, मसँग कुरा भयो, चौधरीजी तपाईँले यत्रो गर्नुभयो, सर्ट टाइम म त टिचर, तपाईँको म्यासेज म विद्यार्थीलाई दिन चाहन्छु। तपाईँ भन्नुहोस्, तपाईँले आफ्नो यत्रो गर्दाखेरि तपाईँले कुनै के म्यासेज दिनुहुन्छ? उहाँले 3 वटा वर्ड भन्नुभएको थियो। उहाँले के भन्नुभयो? लर्न, होइन? नेपालीमा भन्नुभएको थियो, सिक्नु, टिक्नु, बिक्नु। यो 3टा जुन युवामा हुन्छ, त्यो युवा कहिले पनि विनोद चौधरीभन्दा माथि जान्छ, तल हिँड्दैन। के कुरा फेरि भन्छु, 3टा। सिक्नु, पहिला त सिक्नु पऱ्यो नि। सिक्नु भनेको लर्न, स्किल, लेबर, कम्पिटेन्सी, केही न केही आइडिया सिक्नु पऱ्यो, काम गर्नु पऱ्यो। पैसा त्यसै आउँदैन, जान्नु पऱ्यो स्किलहरू। त्यसपछि टिक्नु भनेको ब्रान्ड, होइन?
एकैचोटि पैसा झर्दैन। ब्रान्ड हेर्नु त, एउटा आँपको रोप रोपेपछि पनि हाम्रो बुवामा कम्तीमा 5 वर्ष कुर्छ, सेवा गर्छ। 5 वर्षभन्दा पहिला कुनै पनि रुखले आँप दिँदैन, टिक्नु पर्छ। यहाँको त युवाहरू त्यहाँ टिक्दैन, क्विक मनी चाहिन्छ टिक्नु। टिकिसकेपछि ब्रान्ड बन्नु, ब्रान्ड गरेपछि बिक्नु, अनि ब्रान्ड भएर बिकिसकेपछि पैसा पछि आउँछ। आज मेरो कलेजले हरेक साल मलाई लाग्छ 20-25 लाख रुपियाँ हामी छोड्छौँ। किन? एडमिसन गर्दा हामीलाई ठाउँै छैन। अशोक दाले पनि त्यही होला, होटल म्यानेजमेन्ट नम्बर 1। हामी कहाँ पहिला कति स्कुलहरू चल्दैन, तर हामी कहाँ सिटै छैन। किन भयो? ब्रान्ड। हामीले मेहनत गऱ्यौँ, त्यो ब्रान्ड बनाएर हामीले गऱ्यौँ। त्यसकारण मैले भाइ बहिनीहरूलाई के भन्छु भने, पैसा भन्ने कुरा मनी टक्समा के गर्नुहोस् भन्दाखेरि, फर्स्ट अमेरिकामा किन पैसाहरू मद्दा गर्छ भने 18 वर्षपछि त्यहाँ आमा बुवाले छोराछोरीलाई पैसा दिन पाउँदैन। यदि त्यो पैसा दियो भने उसलाई गभर्मेन्टले पनिस गर्छ। 18 वर्षपछि छोराछोरीले आमा बाउसँग पैसा माग्नु हुँदैन। यदि छैन भने बरु गभर्मेन्टले अनइम्प्लोइमेन्ट भनेर दिन्छ। यु ह्याभ टु वर्क, कमाऊ, पढ अनि गर भन्ने छ। त्यसकारण उनीहरूले पैसा चिनेको हुन्छ। तर हामी कहाँ के छ, हाम्रो बुवामा आफूले बिहा नगरेसम्म, पढाइ नछोडेसम्म 70 वर्ष 80 वर्षको बुवाको औँला समातेर हामी हिँड्छौँ होइन। हामीलाई गाडी चाहियो, बुवा मलाई गाडी किनिदिनुहोस्, नत्र म सुसाइड गरिदिन्छु होइन। म व्यापार गर्छु, बुवा पैसा दिनुहोस्, छैन पैसा, पेन्सनको पैसा छैन, दिनुहोस्। ए मलाई बुढेसकाल त चाहिँदैन, हामी झगडा गर्छौँ। हामी जहिले पनि केही नपायो भने हाम्रो मधेसतिर दहेज त पाइहाल्छ नि, हामी दहेज माग्छौँ होइन। यसरी हाम्रो सोच युवाहरूको भएपछि अनि हाम्रो युवाहरू के गर्छ, पलायन हुँदैन, दुःख हुँदैन। त्यसकारण मैले बुझेको आज 3 वर्ष भयो यो मर्चेन्ट ब्याङ्किङहरूले गरेको छ। दिस वाज भेरी नोबल जब, म्यासेज टु द यङ पिपुल्स। प्लिज यसलाई सकारात्मक लिनुहोस्। त्यसरी म 3 सालबाट आउँछु, म अर्को कुनै प्रोग्राममा जान्छु। यो तपाईँहरूलाई एउटा चाहिँ ठुलो माइन्डसेट चेन्ज गर्ने एउटा म्यासेज हो। तपाईँहरूले यसबाट क्विकमा आयो, जित्ने ठुलो कुरा होइन, सिक्नुहोस्। पैसा भनेको कुरा कसैले दिँदैन। छोटो पैसा पहिला कसरी कमाउनु सोच्नुहोस्, त्यो कमाएपछि खर्च गर्नुहोस्। खर्च चाहिन्छ बेसी कुरा। खर्च गरेपछि के हुन्छ, आम्दानी खर्च भएपछि केही बचत हुन्छ। त्यो बचतलाई ब्याङ्कमा, सुनमा, गहनामा, जमिनमा या दिएर सेफभित्र राखेर त्यसलाई नबेच्नुहोस् होइन। त्यसलाई के गर्छु भन्छ भने, त्यसलाई परिचालन गर्नु सानो, चाहे त्यो सेयरमा होस्, चाहे त्यो कुनै सानो व्यापार गर्नुहोस्। गर्दै गयो भने अनि तपाईँले जब तपाईँको एक घरमा 20-25 वर्ष हुन्छ, बिहा हुन्छ, घरबार हेर्नुपर्ने हुन्छ, त्यो बेलामा अशोक दाले भने जस्तो 35,000 कोसेको उहाँले इन्भेस्ट गर्नुभयो 30 वर्ष अगाडि। आज त्यो 10 करोड, 5 करोड, 1 करोड चान्चुमा भयो, अस्ति 15 करोड। मैले पनि एउटा सानो 50 लाखको इन्भेस्ट गरेको थिएँ हाइड्रोमा। आज त्यो मलाई अस्ति आएको, सर बेच्दै होइन कति भयो भन्दा 8 करोड भयो सर भन्छ। हेर्नुहोस्, अब कुनै सेयरले सर तपाईँको 4 करोड भयो भन्छ, 12-15-20। मैले जम्मा 15-20-25 लाख लगाएँ होला। आज करोडको कुरा त्यहाँ मात्रै न, कुनैमा सेयरमा मात्र भन्दिनँ, तर टप किनभने लगाउँदाखेरि हो, मैले भने भोलि लगाउने होइन। पैसाको परिचालन कसरी गर्ने, कुन ठाउँमा गर्ने, त्यो गर्दा रिस्क के छ, हामीले कसरी यी कुराहरूको टक गर्नु पऱ्यो भने राम्रो हुन्छ भन्दै फेरि म अन्तमा भाइ बहिनीहरूलाई विशेष गरेर म अनुरोध गर्छु। तपाईँहरू पोखरा आउनु भएको छ, हिजो मजा गर्नुहुन्छ, घुम्नुहुन्छ, यहाँ धेरैलाई हेऱ्यो, अघि सेल्फी खिच्नुहोस्, तर प्लिज बी सिन्सियर एन्ड सिरियस होइन। थिङ्क अबाउट होइन मनी इन युर माइन्ड। अलिकता भए पनि चेन्ज गर्नुहोस्। हो म पैसा छैन, तर म पैसा कमाउँछु होइन, मेहनत गरेर त्यो पैसाले म आफ्नो लाइफ बनाउँछु, म काम दिन्छु भन्ने खालि सोच्नुहोस् होइन। स्टार्ट योर जर्नी विथ योर स्टार्टअप आइडिया। सोध्दै जानुहोस्, जहाँ तपाईँ सोध्दै र त्यसलाई सही तरह अगाडि बढ्नुहोस्। हामी जस्तो धेरै मान्छे आउँछ, तपाईँलाई सेभिङ गर्दै जान्छ र तपाईँ त्यसपछि तपाईँले के हुन्छ भने आफ्नो लक्ष्य पुरा गर्न सक्नुहुन्छ भन्दै म फेरि अर्गनाइजर सबै मर्चेन्ट ब्याङ्करलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हुन त यो ग्लोबल मनी विक संसारमै मनाउँदैछ। हिजो अस्तिदेखि हरेक कलेजमा हरेक ब्याङ्कले मनाइरहेछ, विभिन्न तरिकाले मनाइरहेछ। तर मलाई के लाग्छ भने यसरी मनाउने दिस इज द भेरी युनिक एन्ड बेस्ट। अलिकता फरक छ किनभने यसले थोरै भए पनि हाम्रो असितलाई सही कुरा सही म्यासेज दिन सकेको जस्तो लाग्छ। त्यस कारण यो कार्यक्रम हजुरहरूले गर्नुभयो, त्यसको लागि बधाई र धेरै सक्सेसफुल होस्। र अन्तमा फेरि एकपल्ट हाम्रो भाइ बहिनीहरूको कहिले पनि तपाईँहरू हात फैलाउने नगर्नुहोस्। हात मुठी यस्तो गर्ने सपना हेर्नुहोस्। यस्तो गर्ने सपना भनेको कमाउने र दिने, यस्तो भनेको माग्नेको कहिले हुँदैन। र यो सपना होइन, यो आँखा चिम्लेर देखेको सपना होइन, आँखा खोलेर हेरेको सपना हो। र यो मैले यत्रो बुलन्द आवाजले किन भनिरहेको छु भने मैले यो सपना हेरेँ, मैले पुरा गरेँ, अझ मलाई पुरा गर्नु छ म लागिरहेको छु। त्यस कारण म भाइ बहिनीलाई मेरो विद्यार्थीलाई के भन्छु, द डे आई विन द डे आई साइलेन्ट टु माई स्टुडेन्ट्स। त्यस कारण तपाईँहरू मेरो विद्यार्थी हो, मैले पढाउने मात्र होइन। जुन दिन तपाईँको मेरो कुरामा सिक्नुहुन्छ र मभन्दा ठुलो जुन दिन तपाईँलाई हामी सेल्युट गर्छौँ, that day is our big achievement. Okay, with this wishes, I would like to conclude my speech. Thank you very much. I request Professor Deepak Sai